हाई, हेलो। आज चाहिँ म आफ्नै स्टोरी सुनाउन गइरहेको छु। यो चाहिँ मैले मेरो आफ्नै मेमोरीको लागि राखेको भिडियो हो। यो भिडियो चाहिँ आजभन्दा 5-6 महिना अगाडि म प्रेग्नेन्सी जर्नीमा थिएँ। जो मेरो बाबु अहिले मसँग छ, ऊ मेरो पेटमै थियो। त्यो बेला मेरो अफिसको मेरो बहिनीहरू, अफिसमा मेरो म्यामहरू भन्ने पनि उहाँहरू चाहिँ सबै मेरो बहिनीहरू हो। अनि मलाई धेरै माया गर्ने मान्छेहरू, मलाई साथ सपोर्ट गर्ने मान्छेहरू यति धेरै माया गरिदिनु भयो कि मलाई त्यो बेला लाउनलाई कस्तो लाज लाग्यो कि अहिले चाहिँ मैले यो मोमेन्ट चाहिँ मेरो सबैभन्दा गाह्रो बेलाको हो। यो पल चाहिँ मलाई त्यति दुःखमा पनि साथ दिने थियो निस्वार्थ माया गर्ने मान्छेहरूले गरेको साथ हो। हुन त अहिले नै 1-2जना बहिनीहरू चाहिँ ट्रान्सफर भइसकेको छन्। त्यही पनि मैले चाहिँ पछि मेरै लागि मैले हेर्नको लागि उनीहरूलाई मैले त्यो पल पलमा सम्झिरहनको लागि बनाएको भिडियो हो। यो चाहिँ मेरो अफिसको भिडियो हो। अनि यहाँ चाहिँ अरू हामी लेडिज चाहिँ यति नै हो। यहाँ अरू सरहरू पनि हुनुहुन्छ। मैले सरहरूको फोटो भिडियो चाहिँ पाइनँ, खिच्नु त भएको थियो, कता कता आएको थियो, डिलिट भइहालेछ। सो मलाई यो दिन चाहिँ यस्तो मोमेन्ट याद बनाइदिनु भएको छ कि मेरो चाहिँ दिउँसोको ड्युटी थियो। म ठुलो पेट भइसकेको र मेरो डेलिभरी पनि नजिकै भएको कारणले म आलस तारस भएर अफिस पुगेको थिएँ। म त्यतिखेर रुममा एक्लै बस्थेँ, खाना पनि नखाइकन, बनाउन अल्छी लागेर त्यत्तिकै गएको थिएँ। भरे म सरप्राइज भएँ कि मलाई थाहा थिएन यो प्रोग्राम चाहिँ मेरो स्टोरमा मेरो बहिनीहरूले मेरो साथीहरूले यसरी प्लान गरेको छन् भन्ने कुरो मलाई थाहा भएन। म यति सरप्राइज भएँ त्यो बेला। त्यस्तो बेला म यो बेलुनहरू टाँगेर अनि केक सेक ल्याएर रेडीकै म पुग्दाखेरि म त सक भइरहेँ। अनि भए त ड्रेस पनि ल्याइदिएर म भित्र गएर कतिचोटि एक्लै रोएको छु कि यो देखेर। अनि कस्तो बढी याद आउँछ यो हेर्छु होइन। मैले यो गोल्डन टाइमको कुराहरू चाहिँ मैले बिर्सिनै हुँदैन भनेर मैले यो चाहिँ राख्दैछु। यदि मैले यी कुराहरू बिर्सिहालेँ भने पनि मैले यो बोलेको बोलीले यो सारा संसारको खुसी हो यो भनेर दिलाइदिन्छ मेरो लागि। अनि धेरै धेरै माया, धेरै धेरै धन्यवाद यो टिमलाई, मेरो प्यारी प्यारी मान्छेहरूको लागि। फोटो खिच्ने पोजहरू पनि यसो गर्नु न भनेर सिकाइदिने है। दही चिउरा चाहिँ खाँदा खाँदै पेट ठुलो भएको थियो क्या, झन् चिसो दही चिउरा। यति खुसीको यो मेरो पल सायद यो जतिको ठुलो खुसी मेरो अरू हुनै सक्दैन होला। यो दिन चाहिँ यिनीहरूले सल्लाह गरेर म्यामको लागि दही चिउरा प्रोग्राम राख्ने भनेर लेडिज जतिलाई मर्निङ राखेको छ है। अनि मैले चाहिँ मेरो सुपरभाइजरलाई मैले चाहिँ मलाई नसोधिकन लेडिज जतिको ड्युटी मर्निङ राख्यो, बेलुका लेडिज म मात्र भएँ। अनि अरू चाहिँ सबै बोइज हुनुहुन्थ्यो। त्यो भएर मैले रिसाएको थिएँ कि। अनि मलाई यो मोमेन्ट देख्ने बित्तिकै त्यो स्टोरमा छिर्ने बित्तिकै बरर आँसु झऱ्यो कि। यस्तो नराम्रो भन्दा नि यति भावुक भएँ म। मलाई आजसम्म त्यो माया स्नेह कसैले देखाएको थिएन जस्तो लाग्छ मलाई। सबैभन्दा मेरो प्रेग्नेन्सी जर्नीमा साथ दिने भनेको नै उहाँहरू नै हो। र उहाँहरूलाई म कदापि कहिले पनि चाहेर पनि भुल्न सक्ने छैन। थ्याङ्क यू फर वाचिङ।